सरकारलाई कोठा मागिराख्नु भएको छ, कोठा खाली छ भनेर प्रश्न गरिराख्नु भएको छ। अनि यो आफैमा पनि एउटा गहिरो कुरा हो जस्तो लाग्छ मलाई चाहिँ। मेरो साथीहरूको मार्फत मैले थाहा पाएँ, इभन शिल्पी थिएटरबाट पनि यहाँ नाटक प्रस्तुत भएको रहेछ। अनि त्यो भएर चाहिँ म आएको हो, किन जुन जातीय विभेद छ, हुन त कन्स्टिट्युसनल लमा 20औं वर्ष भइसक्यो यो चाहिँ यो कानुनी अपराध हो भनेर मानिएको, तर अझै पनि मानसिक रूपमा चाहिँ हामीहरू अझै त्यहाँबाट चाहिँ बाहिर निस्किन सकेका छैनौँ। समाजमा अझै जातीय विभेद बाँकी रहेछ। हजुर सायद, समुदायको लागि। हजुर अफकोर्स, दलित समुदाय मात्र होइन, LGBTIQ+ समुदायदेखि लिएर सबै कुराहरू, अनि अपाङ्ग समुदाय सबैहरूलाई चाहिँ त्यस्तो छ। र यो चाहिँ रङ हो जस्तो लाग्छ। मान्छेले चाहिँ मान्छे भएर बाँच्न पाउनु पर्यो नि त। अनि त्यसलाई समर्थन गर्दै चाहिँ म आज चाहिँ आएको। लामो समयदेखि सरकारले चाहिँ यो देशमा विभेद छैन भन्छ होइन, देश विदेशमा रहेका तत्कालीन कानुनहरूले यो देशमा अब जातीय विभेद गर्न पाइँदैन, त्यो चाहिँ दण्डीय अपराध हो भन्ने छ। तपाईँहरू अझै कोठा माग्दै हुनुहुन्छ। अब धेरैले चाहिँ यसलाई ढोङको रूपमा लिन्छन् क्या, अब साँच्चीकै कोठा नदिएको हो कि यो मुद्दा मात्र बनाइराखेको हो भन्छ क्या, त्यस्तो छ र कोठा नदिने अवस्था हुन्छ। अब त्यस्तो हुन्थ्यो भने त 57 दिनसम्म उहाँ चाहिँ आएर यसरी त बस्नु हुँदैन थियो होला नि त, होइन? त्यो प्रश्न पनि आफैमा, अब तपाईँले जुन प्रश्न गर्नुभयो मलाई चाहिँ अलिकति जायज लागेन, किनभने त्यस्तो नभइकन त उहाँहरू पनि आउनु भएन होला जस्तो लाग्छ मलाई चाहिँ। मानसिक रूपमा त अफकोर्स छ नि, छैन र? तपाईँ हामीहरूकै फ्यामिलीमा हेऱ्यो अरू गाउँघरमा हेऱ्यो छ नि, छ जस्तो लाग्छ मलाई चाहिँ। किनभने म आफै पनि कलाकार भएको कारणले गर्दा हामीहरू नेपालको विभिन्न ठाउँहरूमा गएर नाटक गर्छौँ होइन, अनि अझै पनि छ, देखिन्छ, प्रष्ट रूपमा देखिन्छ। भनेपछि तपाईँ दिपाजीको यो कोठा माग्ने अभियान अथवा यो जातीय विभेदले जुन कोठा नपाएर शोषित भइराखेको छ यसमा समर्थन जनाउन आउनुभयो। हजुर, कसरी लिनु भएको छ त तपाईँले चाहिँ जातीय विभेदलाई अहिले कसरी हेर्नु भएको छ? देशमा वर्तमान अवस्थामा त जातीय विभेद छैन भन्छ। अब तपाईँहरू चाहिँ यो पम्पलेट प्रदर्शन गरेको तपाईँले नै भन्नुभयो 57 दिन भइसक्यो। अब के त यसले अब समाजलाई दिने, सरकारलाई दिने सन्देश के त? सन्देश भन्दा पनि मान्छेले चाहिँ मान्छे भएर बाँच्नु पर्यो, द्याट्स इट, होइन? पाएका छैनन् मान्छे हुनु नपाएर त त्यसै भएर त कोठा पाउनु भएन नि उहाँले, होइन र? अब हामी एज अ कन्ट्री कस्तो अन्डर डेभलप भन्छौँ, पछाडि परेको छौँ भन्छौँ होइन। हजारौँको सङ्ख्यामा युवाहरू विदेशी रहेका छन् होइन, किन भन्दा हाम्रो मानसिकता त्यहीँ छ नि त, होइन? हामी डेभलपै हुन सकेको छैनौँ, अनि त्यो कारणले गर्दा जस्तो लाग्छ। अनि यसको लागि त अब बोल्नुपर्छ, जुन कुरा रङ हो, रङ कुरा त रङ नै हो नि। सरकारले त फेरि दलित समुदायसँग माफी मागेको छ नि अहिले, तपाईँले थाहा छैन अहिले? माफी माग्दैमा हुँदैन होला, होइन? जसरी पहिला खुला पिसाब मुक्त क्षेत्र बनाउनको लागि जसरी अभियान चलाइयो होइन, हात धुनुपर्छ भनेर सिकाइयो, सायद त्यसै गरेर नै सिकाउनु पर्ने चाहिँ, समाजलाई सिकाउनु पर्ने चाहिँ देख्छु मैले चाहिँ। सरकारलाई के छ त तपाईँको सन्देश अहिले? त्यही हो, मानसिक कन्स्टिट्युसनल लमा मात्र भएर भएन, पाठ्यक्रममा मात्र भएर भएन, होइन? व्यवहारिक रूपमा पनि हुनु पर्यो यो कुराहरू चाहिँ, जुन यो विभेदको कुराहरू छ। अनि त्यो मानसिकतालाई चाहिँ हटाउनको लागि एउटा ठुलै अभियान चाहिँ जारी गर्नुपर्छ। अब त्यो कलाको मार्फत हुन्छ कि के को मार्फत हुन्छ, त्यो चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। समयको लागि थ्याङ्क यू। त्योभन्दा अगाडि पर्चनले पनि उठाउनु भएको छ यो जातीय विभेदको मुद्दालाई। केपी शर्मा ओलीहरू होइन, यहाँ छन् नि त, अरूको कुरा आउँदैन के, यही खगेन्द्र सुनारलाई मात्र हाइलाइट गर्नुपर्ने कुरा केही पनि छैन। उहाँ कति बोल्नु भएको छ, कति बोल्नु भएको छ, प्रश्न गर्नु किन बोल्नु भएन? यो अहिले जति पनि यो सडकमा उठिरहेका मुद्दा उहाँलाई नै प्रश्न गर्नु। तर त्योभन्दा यो चाहिँ के हो, सामाजिक मुद्दा। यो सामाजिक मुद्दामा प्रचण्ड किन बोल्नुहुन्न? रवि लामिछाने माफ मागिसक्नु भयो, उहाँ किन बोल्नु भएको छैन? त्यो प्रश्न उहाँले त बोलिसक्नुभयो, माफी मागिसक्नुभयो। हामीले तपाईँहरूको त्यस्तो गरेको छ भने हामी माफी आउनुहुन्न। जात लुगाएर बस्नुपर्ने, जनै लगाएर बस्नुपर्ने, गैर दलित साथीहरूको नागरिकताबाट चाहिँ बस्नुपर्ने, यो त समस्या छ। मात्रै के हो त भनेर तपाईँको क्वेसनको एन्सर के हुनसक्छ भन्दाखेरि, यहाँ दलितहरूले जतिसुकै क्रान्तिकारी भने तापनि, जति ठुल्ठुला अभियान चलाए तापनि उहाँहरू स्वयंले जात लुकाएर बस्नु परेको अवस्था छ। अहिले पनि हाम्रो वर्तमान सांसदहरूले कोठा पाउन सक्नु भएको छैन। यही सिंहदरबारको वरिपरि अहिलेकै सांसदले पनि भनेपछि पूर्व सांसद माननीय सबैहरूले कोठा पाउन सक्नु भएन। उहाँहरूले चाहिँ जातकै कारणले कोठा पाउनु भएको छैन, उहाँले बोल्न मात्रै नसक्नु भएको हो। यो चाहिँ कोठा मात्रै पनि यो सहरमा पाउन दलितलाई किन यो समस्या परिरहेको छ? जातकै आधारमा घरबेटीले कोठा नदिने अभ्यास किन भइरहेको छ? यो राजधानीमा चाहिँ अहिले पनि जातीय विभेद रहिरहन्छ भने
गाउँमा अहिले पनि एउटा जातकै आधारमा दलितहरू कुटिन्छन्, मारिन्छन्। हो, त्यस कारणले गर्दाखेरि आज यो सहर सभ्य बन्नुपर्छ, शिक्षित बन्नुपर्छ, मानव बस्न लायक हुनुपर्छ। एउटा यो सहर एउटा कुनै यो सहर भनेको एउटा जात र वर्गको मात्रै होइन, यो आम सबै मानिसको कडा नियम लिएको छ। दलित समुदायलाई कडा नियम परिवर्तन गरेर सरकारले राहत दिने कोसिस पनि गरिरहनु भएको छ। नियम ल्याएको छ भन्ने कुरामा चाहिँ कहाँनिर कडा नियम ल्याएको छ? आज पनि जात सोधेर चाहिँ कुनै पनि व्यक्तिले कोठा दिने अथवा नदिने कुरा गर्छ भने यो कडा नियम हो। जात सोध्नको लागि चाहिँ यहाँ खुला अधिकार दियो। कहाँनिर भनेको छ जात सोध्नु हुँदैन, घरबाल दिनुभन्दा पहिला भन्ने कुरा कहीँ लेखिएको छ? लेखेको छैन नि त। हो, त्यसो भएको भएर यहाँ सहरका घरबेटीहरूले के गरिराख्नु भएको छ भन्दाखेरि कोठा दिनुभन्दा पहिला कोठा खाली छ, उहाँले रुम पनि देखाउनुहुन्छ, दिन पनि तयार हुनुहुन्छ। अन्तिममा गएर के भन्नुहुन्छ त भन्दाखेरि लाज नमानेर के भन्नुहुन्छ त भन्दाखेरि सोध्नु नपर्ने कुरा हो, त्यही पनि भनिहाले, अप्ठ्यारो नमान्नु होला, तपाईँको जात के हो नि भनेर भन्नुहुन्छ। त्यो खाली भएको कोठा, दिन लागेको कोठा दिनुहुन्न, स्पष्ट कुरा। त्यसो भएको भएर यस्ता यो भन्ने कुरा जुन डिसिजन गर्नुहुन्छ यो रङ छ। त्यो डिसिजन गर्ने अधिकार जुन घरबेटीलाई दिएको छ जात सोधेर कोठा नदिने, त्यो चाहिँ निषेध हुनुपर्छ। यो कोठा दिने यस्तो व्यक्तिले त कारबाही गर्छु भनेर भनेकै छ। जात सोध्न कहाँनिर निषेध गरेको छैन क्या। कोठा बहाल लगाउँदाखेरि जात सोध्न नहुने खालको कानुन गर्नु पर्थ्यो। यहाँनिर यो कानुनमा कहीँ कतै लेखेको छैन। त्यसो भएको भएर आज हाम्रो प्रमुख माग के हो त भन्दाखेरि कुनै पनि घरबेटीले घर बहाल लगाउँदाखेरि अथवा घर बहाल लगाउने क्रममा जात सोधेर नदिने अथवा जात थाहा पाएर कोठाबाट निकाल्नुहुन्छ भने त्यस सम्बन्धी कानुन बन्नु पर्यो भन्ने हाम्रो। अर्को कुरो, तपाईँलाई त्यस्तो घटना भएको तपाईँ अभियान त भएको कारणले गर्दा तपाईँसँग डाटा पनि होला, कतिजनालाई त्यस्तो भएको छ, कस्तो घटना कतिजनालाई भएको छ? यो डाटा भनेर सबैजनाले त भयो भनेर त सबैजना यहाँ आएको छैन। किन दलित समुदाय त लाखौँ छ। लाखौँ भने तपाईँ एक्लै यहाँ केही व्यक्ति मात्र यहाँ देखिरहेको छ, सबैले यो कुरालाई उठाइरहेको छैन। सबैको यो यस्तो सबैले बोल्न सक्दैन हो, सबैले बोल्न नसकेको कुरा मैले बोलेको हो। तर यति नै हो, यो आम दलित समुदायको हो, आम मधेसी समुदाय, आम LGBTIQ+ र आम अपाङ्गता भएका व्यक्तिहरूलाई यहाँ कोठा पाइँदैन। तपाईँ सोध्नुहोस् न, घरबेटीले चाहिँ कसलाई कोठा दिनुहुन्छ, कसलाई दिनुहुन्न। अहिलेसम्म कुनै पनि गैर दलित आउनु भएको छ, तपाईँले प्रश्न गर्नुभएको छ, अहिले पनि कुनै गैर दलितले थर लुकाउनु परेको छैन नि। कुनै पनि गैर दलितले जनै लगाएर बस्नु परेको छैन नि। कसैले यो सहरमा अपराधी हो अथवा ऊ चोर हो भने तापनि कथित उपल्लो जातको भयो भने उसलाई कोठा दिनुहुन्छ। अहिलेको यो बहुमत सरकारमा उहाँले चाहिँ अब खगेन्द्र सुनार पनि हुनुहुन्छ। अब उहाँहरूसँग पनि बसेर यसो छलफल चाहिँ गर्नुपर्छ भनेर भन्नुभएको थियो। मेरो कुरा के हो त भन्दाखेरि उहाँहरूले वार्तामा बोलाउनु भयो भने वार्ताको पहिला त समिति बनाउनु पर्ला नि त होइन। वार्ता केही दिन अघि गृहमन्त्री सुदन उनले तपाईँलाई भेट्नुभयो, के भन्नुभयो उहाँले आएर अब हामी फोन गर्छौँ त्यसपछि आउनुपर्छ भनेर भन्नुभयो। मैले कम्तीमा पनि अब हामी यो एकदम मानवताको सवाल, सामाजिक न्यायको प्रश्न ल्याएर आएका छौँ। जुन एउटा राज्यले उठाउनु पर्ने प्रश्न अथवा राज्यले समाधान गर्नुपर्ने जुन खालको समस्या छ त्यो समस्या ल्याएर आएका छौँ। त्यसको लागि चाहिँ वार्ताको लागि तपाईँले मिति तयार गर्नु र वार्ता समिति बनाएर हामीलाई एउटा आह्वान गर्नु भनेर भनेको थिएँ। उहाँले आई क्यान नट डु इट भनेर भन्नुभएको थियो। के त्यसो भन्नुभयो गृहमन्त्रीले? भन्नुको मतलब वार्तामा हामीले चाहिँ त्यसरी प्रक्रियागत मिलाएर बोलाउन सक्दैनौँ भन्ने कुरा भन्नुभएको हो कि भन्ने चाहिँ मलाई लागेको छ। खगेन्द्र सुनार हुनुहुन्छ, उहाँसँग वार्ता गर्नुहोस् भनेको पनि सुन्यो। मिति तयार गर्नुपर्छ। त्यो वार्ताको मिति तयार गर्नुभयो भने हाम्रो मिति अनुसारको यहाँ वार्ता समिति बन्छ र त्यसरी हामी गएर हाम्रा मागहरू के हामीले राख्छौँ, त्यहाँ छलफल होला भनेपछि अब वार्ता समिति नै बनाउनु भएको छैन, वार्ता मिति नै तोक्नु भएको छैन भनेपछि त यत्तिकै एउटा चिया पसलमा गएर चिया खाइदिउँ न त भने जस्तो कुरा गरेर त यो हुँदैन। हामीले त सुदन गुरुङसँग कुरा गरे होइन, यो राज्यसँग कुरा गरेको। राज्यसँग हाम्रो ठुलो एउटा गम्भीर प्रश्न छ, यो राज्यले हाम्रा मागहरू सम्बोधन गरोस् भन्ने हो। त्यसो भएको भएर उहाँहरूले अब बोलाउनु होला, विश्वास छ। उहाँहरूले अब कतिपय त यो सामाजिक मुद्दाहरू पनि यो राज्यमा अहिले जसले नेतृत्व गरिराख्नु भएको छ उहाँहरूले बुझ्नु भएको छैन जस्तो लाग्छ। जस्तो उहाँले ट्रेडिसनल कुरा भयो नि त वार्तामा बस्ने भनेर भन्नुभएको थियो, तर यो ट्रेडिसनल कुरा चाहिँ उहाँको पर्सपेक्टिभबाट कसरी भन्नुभयो। तर हामीलाई के कुरा प्रत्याभूत गरियो भन्दाखेरि जो हिजोदेखि जुन के अरे यो सरकारमा जो व्यक्तिहरू प्रतिनिधित्व गर्नुहुन्थ्यो उहाँहरूले पनि त्यसै गरेर टार्नु भएको थियो। अहिलेको सरकारले पनि यो एउटा सामाजिक न्यायको मुद्दामा चाहिँ अलिकता गम्भीर नभएको हो कि पुस्ता नयाँ भन्ने, तर सोच चाहिँ उही पुरानै सोचबाट चाहिँ ग्रसित हुने
तर ट्रेडिसनल कुरा भनेर भन्नुभयो तर उहाँको विचार चाहिँ उहाँले जुन खालको अस्ति यहाँ जुन यो माइती घरमा आएर सबैलाई भेट्नु भयो तर मलाई लागेको कुरा के भयो त भन्दाखेरि उहाँले एउटा सहानुभूति मात्रै देखाउनु भयो कि समानुभूति कसरी देखाउनु पर्थ्यो यो त एउटा घटना विशेषको कुरा नै होइन यो त हिजोदेखि सदियौँदेखि एउटा दलित समुदाय विभेदकै कारणले गर्दाखेरि यही राजधानीमै कोठा पाउँदैन भने यो दलित समुदायमा भएको सम्भावना यो सहरमा आएर चाहिँ दलित समुदायहरूले प्राप्त गर्ने अवसरहरूबाट चाहिँ एउटा राज्यले नै एउटा के भन्छन् विभेदकारीहरू पालेर बसेको रहेछ नि त अब यो विभेद गर्ने यो सहर नबनोस् यो समतामूलक बनोस् र सरकारलाई हामीले त यो समाज यो सहरको यथार्थ जुन खालको समस्या छ त्यो समस्या देखाएका थियौँ तर उहाँहरूले चाहिँ यसलाई अझै गहिरो तरिकाले नबुझिकन एउटा सामान्य तरिकाले एउटा घटना विशेष जस्तो गरेर एउटा सहानुभूति देखाउनु भयो त्यो हामीले सहानुभूति खोजेका होइनौँ हामीलाई अधिकार चाहियो न्याय चाहियो र हामीलाई चाहिँ आत्मसम्मान सहितको एउटा अधिकार चाहिन्छ त्यसो भएको भएर मलाई लाग्छ यो सरकारले छिटोभन्दा छिटो हामीलाई वार्तामा बोलाएर हाम्रा समस्या समाधान गरोस् र हाम्रा मागहरू चाहिँ पुरा गरोस् भन्ने हो हस् धन्यवाद